हेलो एभ्रिवान। हामीले लास्ट भिडियोमा चाहिँ पार्ट 5 सम्म गरेका थियौँ हैन। अब त्यसैलाई चाहिँ कन्टिन्यू गरौँ है पार्ट 6 देखि। ओके, सो पार्ट 6 भनेको चाहिँ हाम्रो अधिकार ठुलो कि कर्तव्य ठुलो भन्ने पाठ हो। त्यसको चाहिँ पहिलो शब्द भनेको पारलौकिक। सो पारलौकिक भनेको के रहेछ भन्दा लोकभन्दा परको, परलोकसँग सम्बन्धित। त्यसपछि दृष्टान्त भनेको प्रस्तुत गरिने उदाहरण। निष्ठा, आस्था, भक्तिभाव, विश्वास है। न्यायोचित, न्याय सुहाउँदो, नीति सम्मत। स्वत, स्वामित्व, कुनै पनि विषय वस्तुप्रतिको स्वामित्व वा अधिकारलाई चाहिँ स्वत्व भनिन्छ है। त्यसपछि छ महिमा, महत्त्व, गरिमा अथवा प्रशंसा। उद्बुद्ध भनेको राम्ररी ज्ञान पाएको, बुझेको अथवा जागेको। अन्तःप्रेरणा भनेको मनमा आफै उब्जेको प्रेरक भावना वा विचार। त्यसपछि छ बाध्यकारी भनेको नगरी नहुने है। अनि छ निर्दिष्ट भनेको निर्देश गरिएको अथवा तोकिएको। साक्ष्य भनेको साक्षी बस्ने काम। हेक्का भनेको सम्झना अथवा यादलाई हेक्का भनिन्छ हैन। श्रेष्ठता भनेको उच्चता अथवा उत्कृष्टता अथवा विशिष्टता है। ताण्डव भनेको उफ्राई कुदाई बेसी हुने शिवको नृत्य हैन। प्रतियोगिता, प्रतिस्पर्धा अथवा होडबाजीलाई प्रतियोगिता भनिन्छ। वक्ता, बोल्ने व्यक्ति। कायापलट भनेको ठुलो परिवर्तन। अभिमत भनेको मनको विचार अथवा राय है। कसी भनेको गतिशील। कानुन, राज्यमा न्यायिक व्यवस्था कायम राख्न बनाइएको नियमको समष्टि रूपलाई कानुन भनिन्छ है। नैसर्गिक भनेको स्वाभाविक अथवा प्राकृतिक। त्यसपछि छ घोषणापत्र भनेको कुनै पनि संस्था वा व्यक्तिको वचनबद्धता घोषित गर्ने पत्र है। यसरी हाम्रो पाठ 6 पनि सक्यो। त्यसपछि छ पाठ 7, जुन पाठको नाम चाहिँ शत्रु रहेको छ। पहिलो शब्द छ कर्जा है। निश्चित अवधिमा ब्याजसहित वा बिना ब्याज फर्काउने गरी लिइएको रकम अथवा ऋण है। मध्यस्थ, कसैको पक्षमा नलाग्ने, तटस्थ है। अदब, आफूभन्दा ठुला बडा वा मान्यजनप्रतिको आदरभाव, मर्यादायुक्त, शिष्ट एवं नर्म आचरणलाई के भनिन्छ? अदब। के रहेछ? आफूभन्दा ठुलो बडा वा मान्यजनप्रतिको आदरभाव अथवा मर्यादायुक्त, शिष्ट एवं नर्म आचरणलाई अदब। त्यसपछि छ प्रयास भनेको यत्न, जमर्को अथवा कोसिस है। बैरी भनेको शत्रु अथवा विरोधी अथवा दुश्मन भन्दा नि भयो है। तन्द्रा भनेको निन्द्रा लाग्नु अगाडिको आँखाको लठ्याइ, निन्द्राको पहिलो अवस्था हैन। पसार भनेको असजिलो अवस्था अथवा झमेला। अचाकली भनेको धेरै अथवा हुनुपर्ने भन्दा बढी हैन। इख भनेको प्रतिशोधको भावनाले मनमा उठ्ने द्वेष अथवा रिस है। नाहक भनेको कुनै प्रयोजन बिना अथवा बिना सिद्धि। दुष्परिणाम भनेको खराब नतिजा। आपस्त भनेको आफन्त हैन। पोष्य, पालन पोषण गर्न योग्य। यसरी पाठ 7 पनि हाम्रो सक्यो। त्यसपछि छ पाठ 8, नेपाली हाम्रो श्रम र सिप है। गौरव भनेको इज्जत, सम्मान अथवा प्रतिष्ठा। टालो, कपडाको सानो टुक्रा अथवा वस्त्र है। सिँचाइ, जमिनमा ठुलो वा अन्य कृत्रिम तरिकाले पानी लगाउने कामलाई के भनिन्छ? सिँचाइ भनिन्छ हैन। सृष्टि भनेको बनाउने वा पैदा गर्ने काम है, अथवा सिर्जना पनि हैन। वेदान्त भनेको वेदमा वर्णित सिद्धान्तको विवेचना गर्ने सिद्धान्त वा दर्शनलाई वेदान्त भनिन्छ। धम्मपद भनेको बुद्धका उपदेश भएको ग्रन्थ है। अपूर्व भनेको अद्वितीय अथवा अनुपम हैन। सखार भनेको बिहान सबेरे अथवा झिसमिसेमा। त्यसपछि छ प्रकाशपुञ्ज भनेको एकै ठाउँमा जम्मा भएको प्रकाशलाई चाहिँ के भनिन्छ? प्रकाशपुञ्ज। आभा, कुनै वस्तु आदिमा देखा पर्ने
झमक अथवा झलकलाई आभा भनिन्छ हैन। पाठ 9 मा चाहिँ जाम अब हाम्रो देशको शिक्षा हैन। पहिलो शब्द चक्षु भनेको आँखा अथवा नयनलाई चक्षु भनिन्छ। अनादि, आदि वा सुरु थाहा नभएको हैन। विदुषी, विद्वान महिलालाई विदुषी भनिन्छ। शास्त्रार्थ भनेको शास्त्र सम्बन्धी विषयमा गरिने छलफल वा तर्क वितर्क है। मुन्दुम भनेको किराँतको धर्मशास्त्रलाई चाहिँ मुन्दुम भनिने गरिन्छ। अपौरुषेय भनेको कुनै खास व्यक्तिले नबनाएको अथवा अलौकिकलाई अपौरुषीय भनिन्छ है। उपनिषद भनेको आर्यहरूको दार्शनिक विचारले भरिएको आत्मा परमात्माको निरूपण गर्ने शास्त्र है। जीवन्त भनेको जिउँदो अथवा जीवित। परिष्करण, कुनै वस्तु वा कुरालाई राम्ररी खाड्ने, दोष वा त्रुटि हटाउने काम है। सनातन, धेरै पहिलेदेखि चलि आएको। प्रशोधन भनेको कच्चा पदार्थलाई खारेर, पेलेर वा पखालेर शुद्ध पार्ने कामलाई के भनिन्छ? प्रशोधन। अनन्त, कहिले नाश नहुने अथवा अनगिन्ती। त्यसपछि चाहिँ हाम्रो औजार भनेको काम गर्ने साधन अथवा हतियार। उत्प्रेरित भनेको हौसला प्राप्त, उत्साहित। युगान्तकारी, एउटा युगको अन्त्य गरी अर्को युग ल्याउने। पोक्त भनेको कुनै काम गर्नु दक्ष अथवा सिपालु है। सहिष्णु, पीडा सहन सक्ने अथवा सहनशीललाई के भन्छ? सहिष्णु है। प्रतिबद्धता, वचनबद्ध भएको अवस्था, कुनै विचार, सिद्धान्त वा वाचाबन्धनबाट बाँधिएको अवस्था। त्यसपछि छ दीक्षित, दीक्षा वा मन्त्र प्राप्त गरेको है। प्राज्ञिक भनेको प्रागद्वारा सम्पन्न गरिने दक्षता सम्बन्धी हैन। भोजपत्र भनेको प्राचीन कालमा लेख्नका निम्ति प्रयोग गरिने पातलो कागज जस्तो पत्रै पत्र भएको एक जातको रुखको बोक्रा है। त्यसपछि छ मुहान भनेको उद्गम स्थल। तीर्थाटन भनेको तीर्थ यात्रा। पसिना, परिश्रम गर्दा शरीरबाट निस्किने पसिना हुन्छ, थाहा भएकै कुरा हो हैन। मार्ग भनेको बाटो। त्रुटि भनेको गल्ती। खानी, धेरै चिज उत्पन्न भएको ठाउँ। प्राचीन, पुरातन। त्यसरी हाम्रो पाठ 9 को पनि शब्द अर्थ सक्यो। अब पाठ 10 मा चाहिँ व्यावसायिक चिठी है। शीतोष्ण भनेको ठन्डा र गर्मी दुवै मिश्रित। सामाजिकमा नि पढिएको होला हैन। शीतोष्ण भनेको कस्तो? ठन्डा र गर्मी दुवै मिश्रित भएको। सङ्घीय भनेको सङ्घ भएको, सङ्घ सम्बन्धी। बागवानी भनेको फलफुल खेती अथवा बगैँचा सम्बन्धी। भुक्तानी, लेनदेन, चुक्ता गर्नुपर्ने काम हैन। अत्यधिक भनेको ज्यादै, बढी। उपत्यका, वरिपरि पहाडले घेरेको, पहाडको फेरको समथर ठाउँ है। काठमाडौँ उपत्यका जस्तै वरिपरि चाहिँ पहाडले घेरेको ठाउँलाई उपत्यका। ब्रोकौली भनेको कौली जस्तै एक तरकारी विशेष। कृषक भनेको किसान। नगदे बाली, बेचबिखन गरेर नगदका रूपमा परिणत गर्न सकिने बाली। तपसिल भनेको श्रेष्ठतामा तल लेखिएको वा खुलाइएको विवरण है। त्यसपछि अब पाठ 11 कर्तव्य। विपुल भनेको अति धेरै अथवा प्रशस्त है। फिराल भनेको सम्बन्धित अदालत वा अधिकारी समक्ष न्याय पाउन गरिने हुजुर अथवा नालिस। लबेदा भनेको महल, कोष अथवा दौरा। विख्यात भनेको नाम चलेको अथवा प्रसिद्ध अथवा प्रख्यात पनि भन्दा हुन्छ। बुलबुल भनेको अघिल्तिर लामा रौ राखेर कपाल बनाउने ढाँचा। वीरता भनेको बहादुरी देखाए बापत वा वृत्तिका लागि प्राप्त भएको सरकारलाई विरोध तिर्न नपर्ने जग्गालाई वीरता भनिन्छ। लर लहना भनेको लेनदेनको व्यवहार अथवा लगानी। निसाब, कुनै मुद्दा मामिलामा अदालतबाट दिइने न्याय, अदालती निर्णयलाई निसाब भनिन्छ। रोवर वाफ भनेको तडक भडक अथवा धाक। जिउनी, सन्तानलाई अंशबन्डा गर्दा आमा बुबाले आफ्ना लागि छुट्याइएको सम्पत्तिको भागलाई जिउनी।
तपनी मन्द ज्वरो, मौजा जग्गा जमिन अथवा गाउँ, मेधवी भनेको बुद्धि भएको, मेधवान, असमञ्जस है दुधारको अवस्था, फलैचा धेरै मानिसलाई अडेस लागेर बस्न मिल्ने गरी बनाइएको काठ वा फलेको आसन है, वेदी भनेको धार्मिक कार्यका लागि अग्लो र सम्म पारी विभिन्न आकारमा बनाइएको भाग वा चौकी, तिलक भनेको होम गर्दा डढेको चरुको कालो टीका, गन्धर्व भनेको गाउने बजाउने कलामा प्रवीण, गान बजान नै पैसा भएको व्यक्ति होइन, कुल भनेको पिता पुर्खादेखि एउटै थर गोत्र सम्बन्ध आदिको घराना वंशलाई के भनिन्छ कुल होइन। त्यसपछि छ अस्ति, इमान जमान नभएको, साँचो व्यवहार नगर्ने, दुष्ट स्वभावकोलाई असती होइन। जोरीपारी आफ्नो उन्नति प्रगतिमा डाहा गर्ने र हानि नोक्सानीमा खुसी मान्ने छरछिमेकका व्यक्तिलाई जोरीपारी भनिन्छ है। बरनी भनेको विवाहमा जन्ती आइपुग्ने बित्तिकै दुलाहा घरमा नलगी दुलहीका बाबुले गर्ने पूजा। त्यसपछि छ रघुवंश भनेको रघु राजाबाट परिवर्तन भएको वंश परम्परा। वैद्य भनेको आयुर्वेद उपचारका विधि अनुसार रोगको उपचार गर्ने व्यक्ति अथवा कविराज। पथपरेज भनेको रोगीले खान नहुने, हुने वा गर्न हुने नहुने कुरा आदिको अनुशासन मुख बाँड्ने काम। ऋचा भनेको कविताका रूपमा लेखिएको वेदका मन्त्र। मङ्गलधुन शुभ लक्षणले युक्त लयात्मक ध्वनि होइन। कुटुम्ब इष्टमित्र नातागोता आफन्त। निरोपण छानबिन अन्वेषण। कोलाहल अत्यास लाग्दो अवस्था, अतालिदो हो हल्ला। पितृ मरेका आफ्ना पुर्खा, अनिष्ट हानिकारक अशुभ है। यसरी हाम्रो पाठ 11 को पनि शब्द अर्थ सकियो है। अब बाँकी 12 देखि 17 चाहिँ नेक्स्ट भिडियोमा गरौँला है। सी यू सुन, टेक केयर, बेस्ट विसेस।